राखन ए औँसीको दिन गाई तिहार भैलो भैराम ए भन मेरा साथी हो भैराम ए राम मलाई देख भैराम ए सोलमीराम ए नचिया मिलाइकन भैराम ए भैलीराम भन भैलीराम ए रातो माटो भैलीराम ए चिप्लो बाटो भैलीराम ए लड्दैमा पढ्दै भैलीराम भैलीराम ए भैलीराम खेल्न भैलीराम ए बारीमा अदुवा भैलीराम ए आसमा पदुवा भैलीराम ए टाढेबाट आइयो भैलीराम हजारको नोट चाहियो भैलीराम ए सुन्तलाको बोक्रो भैलीराम ए सुकेको छैन मेरो घोक्रो भैलीराम ए केराको थाममा भैलीराम हामी 7 भाइ जम्मा भैलीराम ए अनि लुगा लाउँदैछ ए बन्दुकको गोली भैलीराम ए भाइ टिका पर्सीको कुर्सी ए बन्दुकको गोली भैलीराम ए भाइ टिका भोली भैलीराम ए भाइ टिका पर्सी भैलीराम ए हात्तीको कान भैलीराम ए सलमान खान भैलीराम ए सुपारी कुड्को भैलीराम ए खुसी पुड्को भैलीराम ए मासु पोली भैलीराम ए केपी ओली भैलीराम अरे भन न के अरे भन त ए भैलीराम ए के दिन्छ भैलीराम के भनेको शाबाश बेटा इन्दल दादा भन्ने पदवा अरे इन्दल दादा पदवा अरे बिडी भनेको भैली ए धेरै धेरै चाहियो भैलीराम ए टाढाबाट आइयो भैलीराम ए रातो माटो भैलीराम ए चिप्लो बाटो भैलीराम ए लड्दैन पढ्दै भैलीराम ए कहानी भैलेनी ए भैलीराम भैलेनी ए धेरै धेरै चाहियो भैलेनी भैलीराम ए 14 अञ्चल भैलेनी ए 17 भैलीराम खुसीको मम्मी भट्यो भैलेनी एकेको हो ओइ भन छिटो गर आमा दुवालु पैसा के आमा पनि खुडाली राखना लुको पैसा भाइटी आयो भाइली अनि आसिदिन ए भला मेरा साथी हो भाइलेनी भन भैलेनी ए स्वर मिलाइकन भैलेनी ए राम्ररी भन भैलेनी ए रातो माटो भैलेनी ए चिप्लो बाटो भैलेनी ए लड्दैमा पढ्दै भैलेनी ए आएका हामी भैलेनी ए भैलेनी खेल्न भैलेनी ए खानामाथि गिरौला भैलेनी ए के दिन्छन् हेरौला भैलेनी ए टाढाबाट आइयो भैलेनी ए धेरै धेरै चाहियो भैलेनी ए
आशिक दिनु मलाई आउँछ है ल आशिक दिनु है भाइले पन्छी भाइले नि ए उड्दामा खेरी भाइले नि ए आकाश ढाकुन भाइले नि ए बस्दामा खेरी भाइले नि ए संसार ढाकुन भाइले नि भाइले नि संसारे ढाकुन भाइले नि बस्तामा खेरी भाइले नि संसार नढाकुन भाइले नि अनि ए यो घरका भाइले ए लाला बाला भाइले नि ए उड्दामा खेरी भाइले नि ए आँगन ढाकुन भाइले नि अला एले खाको खाए भाइले नि ए बेसीको माना भाइले नि ए आफिसको छैन भाइले नि ए यति नै जाने चाल बजे किति भन न उसले लालौ न ए पैसा खोसेर भन हेलो गाइज वेलकम टु सन्जिता मगर युट्युब भ्लग हैन आज चाहिँ म सन्जिताको साथी बोल्दैछु अनि त्यसपछि हामी यहाँ देउसी भएर खेल्न आएको छौँ हाम्रो गाउँको मान्छे चाहिँ एकदम कन्सियस हुनुहुँदो रहेछ गाइज अनि उता चाहिँ हेर्नु न घरबाट मान्छे पनि भागेर हामी त यहाँ बाटोमा अलपत्र पऱ्यौँ गाइज हेर्नु न हौ दुईटा घर सक्यो हामी हेर्नु त हामीलाई तलपत्र पाए गाइजहरू गाइज हामी अब आफ्नो बाटो लाग्यौँ होइन अब हामीलाई हेर्नु भएन लाग्यौँ आफ्नै बाटो साथीभाइहरू हामी धेरै राम्रो त छैनौँ र पनि अब के गर्नु होइन कारण जस्तो हामी छौँ अब यस्तै हो उनीहरूको गर्नु हुँदैन अर्को समयमा चाहिँ हामी अम्रिकाने जस्तो बनेर कुइरेनी जस्तो भने कुइरेनी एकदम हामी कुइरेनी पारामा पारा हाम्रोमा गएर पर्खिने हो नि त हो गाइस अब हामीलाई त होइन धेरै भट्याउन आउँदैन एउटै 10 चोटि हामी एउटै भन्ने एकचोटि अनि त्यही एकचोटि भन्ने कुरा 10 चोटि हामी भन्छौँ गाइस अनि त्यही अब डाउनलोड गर्ने हो युट्युबबाट अनि त्यसपछि डेक घुइकाउने हो हामी त लाग्दिन ए यता म चाहिँ चामल बोक्ने पर्यो उहाँ चाहिँ पैसा बोक्ने अन्त उहाँले पैसा हरायो भने चाहिँ फेरि उहाँ जिम्मेवारी हुनुहुन्छ यो भ्लगमा यहाँ सबुत छ हामीसँग यति त कुरा मान्नै पर्यो नि गाइस अब कसो घर अब मेरो घर जाने हो गाइस हाम्रो घरमा त फेरि खतरा दिनुहुन्छ नि फेरि गाइस उहाँको घरमा त झन् बिटा हो अब यो छुचुना मुचुनालाई चाहिँ 10 रुपियाँ दिने भगाइहाल्ने गाइस तिम्रो सुर यस्तो भएको मेरो सुर त एउटै घरमा यस्तो भयो अब मेरो घरको साउनीहरू उठ्नु के भयो माथि डाँडाबाट काँडामा झर्ने पर्छ नि यसपालिको तिहार मनाउने पर्छ नि लैबरी लैबरी कालो छ रातको त यसलाई गाह्रो छ कालो हेर नर्मक्स कालो छ रातको त यसलाई गाह्रो छ भिडियो बन्द गर्न के भने काँडामा झर्ने पर्छ अन्त हाम्रो गाउँतिर सस्ता भोगेन भने त गाई भन न अन्त नि गाई हेर्नु न गाइस मेरो त हात पनि रातै छ अब सन्जिताको खुट्टा खाना बाँकी नै छ होइन सन्जिताको चाहिँ घरमा अब हेर्न जहाँ खेल्नु हुँदैन अरे कति वर्ष भइसक्यो भन्दा किन बोल्दै हाम्रो साथीको अरे अनि तिजको फोटो हेरिदिनु अरे गाइस होइन खुसी घिमिरे टिकटकमा लाइक टिकटकमा अनि मेरो आइडीमा पनि लाइक कमेन्ट गरिदिनु मेरो भिडियो पाएर हाई Yes. We are backers.
पोहोरको घर हैन पोहोरको पनि यहीँ आउँदाखेरि बनाएको थियो I'm Ferrari. यिनीहरू फरारी चप्पल खुट्टा दुवा खुट्टा हामी चाहिँ जल घरमा छौँ अनि यहाँबाट त्यहाँ साथी छ खुट्टा धुवा न भन्ने छु लाइटर बोकेको डर लाग्छ भनेर बोकेको मसँग पनि छ हो दुनियाँको सबभन्दा पुरानो लाइटर गाई यिनीहरू नयाँ भनेर बोकेको पुरानो बोकेको छु होइन हाम्रो यता चाहिँ घर छ यताबाट आएको हामी अब जाँदैछौँ हामी चाहिँ बजारतिर राम्रो बजार गएर आएको राम्रो बजार कहाँ हिँड्नु भएको छैन घरमै त्यत्रो बोलाउँदा हिँड्नु न जाउँ फेरि बोलाम छ कि किन नजाने गएन भने हामी आफै भए पनि जानुपर्छ ल लाइटर छोरा न यहाँ कुकुर दुईवटा कुकुर भेला भएको छ नि म जादु देखाइदिन्छु लाइटर दिन बाबा मेरो जो फरारी लुगा लगाएर फरार डर लाग्ने अन्जले ए यो मजाले बोल्दैन छैन यहाँ मैले आफ्नो चाहिँ राखिसकेँ उनीहरू फरारको शक्ति देखाउँछु केटाहरू यहाँ ग्यास ओपन अब सुदेको बनाउँछु ल जादुगर के अरे फेरि हेलो गाइज आई एम जादुगर यस्तो नि ज्यादा भन्छ चलो हजुर गरिन्छ हजुर फेरि भन्छ हात डढेर रुनु र हाँस्नु भइस होला यस्तो त भइहाल्छ नि छोरा म त सक्दिनँ नि हात दुख्छ अनि के त यस्तो नि जादु भन्दैन न त यता उता भन्छ त लु तपाईँ गरेर देखाउनु हुँदैन अनि के त त्यही अनि त्यही ओइ त्यहाँ हुँदैन यहाँ हाम्रो बाटो हिँडेर पैसा दिन्छ नि मैले के छ भाइ ठिक छ छिटो भइसक्यो नि मैले यता बस यता पैसा बाँड्नु भएको नवीनालाई सन्जितालाई मलाई एन्जललाई सन्जितालाई नवीनालाई अरू सब एन्जललाई यहाँले नजाने 20 रुपियाँ दिनु देउसी खेलेको कम कालो लोभी हुँदैन रहनु मान्छे त है हिजो पो कमाएको थियौँ पैसा कसैले मन दुख्छ नि होइन केही मन दुखेको छ कि छैन दुखेको छैन मन छैन
यति नै दिएको हो देउसी खेल्दाखेरि मान्छेले लोभ 250 आजको होइन ल ल जुम अझै पो थाहा मेरो त खै हिजोको होला आजैको हो एनको 100 रुपैयाँ मेरो ए यिनीहरूले जुम पखन यो मिलाउनु त पर्यो नि मन दुखेको छैन नि होइन कसैको मेरो दुखेको छ दिदी एन्जल तँलाई नराम्रो लागेको छैन नि उनीहरूले चाहिँ त्यत्रो बाँड्यो मलाई त्यत्रो दियो भनेर लास्ट अब घरमा गएर मन पुग्यो भने 30 रुपैयाँ चाहिँ कर्लाको रूप खाने हो 300 हैन लु घर हिँडेको गाई छ तिमीहरूको दिदी भिखारी भयो घर यो बाटो कुट्यो बाटो यता जाने हो यो मामालाई टिका लगाएर पैसा काटिदियो